नबिर्सिनुस् कि म पनि पहिला भेहिकल नै चढेर आउँथेँ हैन। फ्रेन्चाइज लिगले गर्दा मैले अलि भनौँ न त्यो सुख सुविधाहरू पाएको छु हैन। किन अब सायद उहाँहरूले ट्यालेन्टको चाहिँ एउटा त्यो भनौँ न अमाउन्ट तोकेर नै उहाँहरूले बोलाउनुहुन्छ हैन। अब आई डोन्ट नो नेपालमा त्यो ट्यालेन्टको कदर भइरहेछ कि नै, त्यो भ्याल्यु हामीले गर्छौँ कि नै। गर्छौँ तर तालीमा, मान्छेहरूको बोलीमा, भनौँ न फ्यान्सहरूले राम्रो भन्नुहुन्छ त्यसैमा मात्रै। हामी भन्छौँ हामी देशको गहना हो, मलाई आजसम्म थाहा छैन हामी कुन गहना हो, आजसम्म पनि थाहा छैन। 5 वर्ष भइसक्यो क्रिकेट खेलेको, हामी कुन गहना हामीलाई थाहा छैन। हामी प्लेटिनम हो, सिल्भर हो, डायमन्ड हो, गोल्ड हो, हामी मेबी अब आई डोन्ट नो हैन, हामी आर्टिफिसियल हो कि आजसम्म केही तोकिएको छैन। किनभने यदि मैले हजुरलाई भ्याल्यु गर्छु भने आई थिङ्क हजुरलाई समयमा सबै कुराहरू पुर्याउँछु हजुरको हैन, जुन चाहिँ यहाँ हुँदैन। त्यही एउटा कारण हो जहाँ चाहिँ प्लेयरहरूले कहिलेकाहीँ टुटल गर्नुपर्छ, कहिले पठाउ गर्नुपर्छ। नत्र एटलिस्ट एउटा बाइक भए पनि अहिले हरेक प्लेयरसँग धेरै नै सुविधा हुने थियो।